गाइज वेलकम टू माई युट्युब च्यानल देवगुरुङ अफिसियल। आज हामी फेरि नयाँ लिएर आएका छौँ तपाईँहरूको सामु। हामी आज मोमो बनाएर खान्छौँ, नेपाली मोमो, यसलाई भन्छ नेपाली मोमो। अब पिठो मारेको ललितको कला चाहिँ मोमो भएको छ कि त्यो अलिक पिठो धेर नहाल्नु ल। मोमो बनाउने सुरुवात भइसकेको छ। साथीहरू गाइजहरू हुनुहुन्छ है, अब म पनि बनाउँछु यसमा केही छैन। एउटा बनाएको होइन त ट्याक्कै बनाएको है दामी बनाउँछ है मैले गाईको खपडीसँग है दामी बनाउँछ है देखाउनु यहाँ देखाउनु सात लाख नेपाली मोमो खान्छ भने नेपाली मोमो खानेछौँ है त। ज्ञान भाइ सुधारीबाट हुनुहुन्छ हाम्रो वकिल भाइ धादिङबाट, धादिङ नीलकण्ठ 13बाट उहाँ हुनुहुन्छ हाम्रो भाइ अजित श्रेष्ठ भाइ, उहाँ हुनुहुन्छ स्याङ्जा तपाईँ हिँड्नु स्याङ्जाबाट स्याङ्जा। उहाँ हुनुहुन्छ हाम्रो बहिनी, यता हेर्नु त सीता बहिनी बुटौलबाट हुनुहुन्छ, बटौलीबाट उहाँ हुनुहुन्छ हाम्रो उहाँहरू बनाउनु भएको छ। उहाँ घिमिरे उहाँ पनि धादिङबाट हुनुहुन्छ। अब यतापट्टि मोमोको उमाल्ने तयारी हुँदैछ है। यहाँ अचार पनि रेडी भइसकेको छ। अब यो अचार भयो है, अब घटाघट मोमो बन्छ अनि मोमो खाने। सेप भनेको यो सेपले नै आफै भाग लगाइरहन है। अनि मोमो बनाउने मान्छेलाई पनि देखाउनु परेन सेपलाई यस्तो गरेर यसरी मोमो पाक्दैछ। पाक्दैछ सेप चाहिँ उहीँ हो है, धादिङ नीलकण्ठ 13को गरे हाम्रो एकजना यहाँ सेफ्नी नै हुनुहुन्छ, उहाँ चाहिँ लाज। अब मोमो अचार भइसकेको छ। चम्चा चाहिँ मलाई है उहाँ चाहिँ होटेलको सेफ चाहिँ उहीँ हो। उहाँ चाहिँ एकदम वेटरमा हुनुहुन्छ हाम्रो अकिल भाइ।